हेलो साथीहरू, स्वागत छ राइसानो युट्युब च्यानलमा। आज चाहिँ म बिहानै उठेर जङ्गलतिर जाँदैछु साथीहरू, भेडाको घाँस काटेर ल्याउनका लागि। अनि तपाईँहरू के कस्तो हुनुहुन्छ? मलाई चाहिँ धेरै नै रुगा मार्गीले सताइरहेको छ साथीहरू। आजको भिडियो के कस्तो हुन्छ हेर्दै गर्नुहोला। साथीहरू, म चाहिँ जङ्गल पनि पुगिसकेको छु, देख्न सक्नुहुन्छ। अब चाहिँ म घाँस काट्न सुरु गर्नुपर्ने हुन्छ। मलाई घर जानु पनि ढिलो हुन्छ साथीहरू। घाँस काटेको भिडियो चाहिँ तपाईँहरूलाई म देखाउन सक्दिनँ, म एक्लै छु साथीहरू। अनि जङ्गल चाहिँ यस्तै छ साथीहरू, घाम पनि झुल्किसकेको छ, घाम पनि देख्न सक्नुहुन्छ। अनि जङ्गलहरू यस्तै छ साथीहरू। एकैचोटि अब हेरौँ, भारी पुऱ्याइसकेको पछि देखाउँछु साथीहरू। घाँस चाहिँ यिनीहरू नै हो, भेडाहरूले खाने। यस्तै यहीँ छानेर लानुपर्ने छ। यता काट्दै म उता पर पनि जान्छु। यसलाई नै सानो सानो मुठा पारेर लानुपर्ने छ साथीहरू, हेर्दै गर्नुहोला। अब त्यहाँनिर 3 मुठा छ। ल साथीहरू, मेरो चाहिँ भारी पनि मैले लगाइसकेको छु। अब चाहिँ घर जानुपर्ने हुन्छ साथीहरू। भारी यस्तो छ मलाई त। हौ कस्तो पनि निस्किसकेको छु साथीहरू। अब चाहिँ चाँडै घर पुग्नुपर्ने छ। त्यही थाकियो साथीहरू, उकालोले त। अब चाहिँ घर पुग्न लागेको भन्दा पनि आधाभन्दा अलिक कम छ घर पुग्नको लागि। म चाहिँ हात खुट्टा धुने यहाँनिर खोल्सा छ, त्यहाँनिर छ। तल खोला थियो, नदीकन आएँ। बिसाको ठाउँमा धुम भनेर। अनि यहाँ खोल्सा रहेछ, अब हात खुट्टा धुन्छु अनि जान्छु। खुट्टा पनि धुइसकेँ, मुखहरू पनि धुइसकेँ। अब म भारी बोकेर जान्छु। घर पनि आइपुगिसकेँ। अब चाहिँ फाइनल्ली अनि त बडा घाँस पनि झारिदिनु भएको छ दाजुले, लिनुभएछ। यहाँनिर बिसाउने हो। भारी चाहिँ यति छ, कति गऱ्यो। मैले चाहिँ बडालाई घाँसहरू पनि हालिदिइसकेको छु। अनि बडाले घाँस खाइरहेको छ। हाम्रोबाट चाहिँ यति नै छ। अनि आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो लाइक कमेन्ट गर्न नबिर्सनु होला।